सम्पूर्णलाई जोडले नमस्कार। म प्रिया राणा मगर, मगर संसार ग्रुपको एडमिन। आज चाहिँ हामी पाल्पा पहिला चाहिँ पाल्पा घर भई अहिले भर्खर मात्रै नवलपरासी जिल्ला सुनवल नगरपालिका वडा नम्बर 11 मा बसोबास गर्दै आउनुभएको बोम आले मगर ज्यूको घरमा छौं, जसको चाहिँ दुवै मृगौला फेल जस्तो एउटा घातक रोगसँग जुझ्दै हुनुहुन्छ। आज चाहिँ उहाँको घरमा सहयोगी मनहरूले पठाउनु भएको रकमहरू लिएर हामी यहाँ उपस्थित भएका छौं। हाम्रो यो एकदमै सामाजिक कार्यहरूमा जुनसुकै बखत जति बेला पनि सहयोगको लागि तत्पर हुनुहुने हाम्रो बौद्धिक एवं सामाजिक व्यक्तित्व हाम्रो दाजु कुल राणा मगर दाजु, साथमा हाम्रो एकदमै धेरै समाज सेवामा सक्रिय दिदी सुनिता थापा मगर र हाम्रो एकदमै सहयोगी भावना समाजसेवी हाम्रो सुनिता थापा मगर को साथमा चाहिँ आज हामी बोम माफ गर्नु होला सीता थापा मगरको साथमा आज हामी बोम आले ज्यूको घरमा छौं। विशेष गरी मगर संसार ग्रुपमा उहाँलाई चाहिँ दुवै मृगौला फेल जस्तो एउटा घातक रोग लागिसकेपछि यहाँहरूलाई थाहा नै छ। अब यस्तो रोग लागिसकेपछि कति खर्च लाग्छ भन्ने कुरा यहाँहरू सबैलाई थाहा नै छ। हरेक हप्ताको 2 पटक अत्यन्तै टाढा डायलिसिस गर्नुपर्ने यो दुःख कष्ट त उहाँले भोग्दै आउनुभएको छ। त्यसको दुःख उहाँले शारीरिक रूपमा त बिरामी हुनुहुन्छ, त्यही माथि पनि कति टाढाको हस्पिटल आउटजात गरिराख्नुपर्ने डायलिसिस गर्नको लागि। त्यसमा पनि हाम्रा सहयोगी मनहरूले चाहिँ आर्थिक रूपमा केही रकम सहयोग गरेर उहाँलाई केही मानसिक भनौँ न सहायता पनि मानसिक रूपमा अलिकति उहाँलाई आत्मबल बलियो बनाउनको लागि आर्थिक रूपमा पनि मजबुत होस्, केही सहयोग होस् भन्ने सोचले चाहिँ हाम्रा महान सहयोगी मनहरूले चाहिँ उहाँको लागि केही रकमहरू पठाउनु भएको छ। त्यो रकमहरू सम्पूर्णको नामहरू चाहिँ नामावली धेरै भएको कारणले भिडियोमा चाहिँ नभनिकन क्याप्सनमा चाहिँ उहाँहरूको नाम पक्कै पनि आउनेछ। र उहाँको जुन हामीले मगर संसार ग्रुपबाट अपिल गरेपछि रकम चाहिँ अब उहाँको अकाउन्टमा राख्दाखेरि चाहिँ पैसा आयो कि नै पठाउने मान्छेले पनि अब हामीलाई पनि थाहा नहुने, त्यसकारण चाहिँ हामीले मेरो एकाउन्ट चाहिँ सेयर गरेको थिएँ। त्यस एकाउन्टमा अहिलेसम्म जम्मा भएको पैसा चाहिँ 60,935 रुपियाँ चाहिँ जम्मा भएको थियो। यस कार्यमा अत्यन्तै धेरै भूमिका खेल्नुहुने हाम्रो खुमन पुन मगर दाजुलाई अत्यन्तै धेरै धन्यवाद। धेरै नै भूमिका खेल्नुभएको छ यस कार्यमा। र हाम्रो मगर संसार ग्रुपको संस्थापक अध्यक्ष अनिल लामिछाने लगायत अन्य सम्पूर्ण एडमिन टिमहरूलाई पनि अत्यन्तै धेरै धन्यवाद भन्न चाहन्छु, किनभने आफ्नो अमूल्य समय हामीले चाहिँ यस्तै दुखी बिरामीहरूलाई चाहिँ केही राहत होस् भन्ने तरिकाले समय खर्चिने गर्छौँ। यहाँहरूलाई पनि सम्मान साथै धन्यवाद व्यक्त गर्न चाहन्छु। र हाम्रो बोम आले ज्यूको के अरे उपचारको लागि चाहिँ तारा बुढा मगरको सक्रियतामा कोरियाबाट चाहिँ अहिलेसम्म कोरियन एन्ड 7,90,000 कोरियन एन्ड नेपालीमा ट्रान्सलेट गर्दा लगभग 76,109 रुपियाँ पनि आएको छ। यो टोटल 1,40,044 रुपियाँ चाहिँ हामीले उहाँलाई हस्तान्तरण गर्दैछौँ। केही रकम उहाँको अकाउन्टमा र उहाँको साथीभाइले चाहिँ उहाँको पर्सनल अकाउन्टमा पैसा पठाइराख्नु भएको छ। उहाँहरूलाई पनि हामीले धन्यवाद व्यक्त गर्न चाहन्छौँ। त्यो रकम चाहिँ यहाँ एड गरिएको छैन, उहाँको
अकाउन्टमा आएको छ, उहाँले नै टिप्नु भएको छ। यो हामीले चाहिँ मगर संसार ग्रुपमा जति पनि अपिल गरेपछि आएको रकमहरू हो र रकमहरू आउने क्रम जारी छ। र फेरि पनि म के अपिल गर्न चाहन्छु भने उहाँलाई मृगौला ट्रान्सप्लान्ट गर्नुपर्ने छ। रकम अत्यन्तै धेरै 10 लाखदेखि माथि भेट्ने, अझै धेरै लाग्न सक्ने कुराहरू पनि छ। त्यसकारण चाहिँ उहाँलाई अझै पनि धेरै नै सहयोग आवश्यकता छ। अझै पनि धेरै सहयोगी मनहरूले, हाम्रो साथीभाइ, आफन्त, इष्टमित्रहरूले थोरै थोरै रकम सहयोग गरिदिएर उहाँलाई पनि नयाँ जीवन दिनको लागि म मेरो व्यक्तिगत तर्फ, यहाँ उपस्थित हुनुभएका सम्पूर्ण उहाँ हाम्रो बोमाले ज्यूको तर्फबाट र हाम्रो मगर संसार परिवारको तर्फबाट पनि मैले फेरि पनि हार्दिक अपिल गर्न चाहन्छु। मलाई लाग्छ फेरि पनि उहाँलाई यस्तै रकमहरू लिएर आउन पाइयोस् र उहाँको छिट्टै स्वास्थ्य लाभको कामना गर्दै सहयोगी मनहरूलाई हजुरहरूको यो सत्कर्मले, यो सहयोगी जुन सहयोग गर्नुभएको छ, यो धर्मले तपाईँहरूलाई पनि सधैँभरि सुख, शान्ति, समृद्धि र स्वास्थ्यले सधैँभरि हजुरहरूलाई साथ दियोस् भन्ने कामना गर्दै फेरि पनि सम्पूर्णलाई धन्यवाद व्यक्त गर्दै अझै पनि म उहाँको लागि केही आर्थिक सङ्कलन गर्नको लागि अपिल गर्न चाहन्छु। कृपया एक थुकी सुकी 100 थुकी नदी भन्ने उखान जस्तै हामीले सानो सानो सहयोगबाट उहाँलाई चाहिँ नयाँ जीवन दिनको लागि प्रयत्न गरौँ भन्दै म बिदा हुन चाहन्छु। सम्पूर्णलाई धन्यवाद। के भन्नुहुन्छ? यो सहयोग लिएर आउनुहुने हाम्रो मगर सञ्चारका हाम्रो दिदीहरू, दाजुहरू, यहाँलाई धन्यवाद दिन चाहन्छु। र जसजनाले पनि मलाई देशविदेशबाट सहयोग गर्नुभएको छ, उहाँहरूलाई प्रति पनि एकदमै हृदयदेखि धन्यवाद दिन चाहन्छु। अझै पनि सहयोग गरिदिनु होला। उहाँलाई चाहिँ ट्रान्सप्लान्ट गर्नु नै पर्छ र सहयोग रकम अत्यन्तै धेरै लाग्छ। कृपया फेरि पनि म अपिल गर्न चाहन्छु उहाँको तर्फबाट पनि। धन्यवाद।